24 गतिको हिंसात्मक आन्दोलनमा महाराजगञ्ज जतिको त्रासदीपूर्ण प्रहरी वृत्त सायदै अरू कतै भयो होला। प्रहरीलाई भवन भित्रै राखेर प्रदर्शनकारीले आगो लगाए, कतिपय वर्दी फुकालेर सादा पोसाकमा भाग्न सफल भए, कति आगो लागि भएपछि भवनको छतमा पुगे। छतमा पुगेकाहरू दनदनी बलिरहेको भवनको कालो मुस्लो सहित सेनाको हेलिकप्टरबाट रेस्क्यु भए। तल भुइँबाट भाग्न खोजेका मध्ये 2 जनाको बर्बरतापूर्वक हत्या भयो। असै रायलाई टाउको लगायत शरीरका विभिन्न स्थानमा धारिलो हतियार र ढुङ्गा प्रहार गरी आततायी पूर्ण रूपमा मारियो। यतिसम्म कि उनको शवलाई घिसार्दै सडकमा ल्याएर शवमाथि पिसाब गर्ने सम्मको हरकत भएका थिए। प्रहरीकै हत्या गर्ने गरी भएको घटनामा प्रहरीको अनुसन्धान टोली सूक्ष्म रूपमा लागि परेको छ र 1 जनालाई पक्राउ पनि गरेको छ। प्रहरी हेडक्वार्टर नक्साल स्रोतले दिएको जानकारी अनुसार जिल्ला प्रहरी परिसर काठमाडौँले 1 जना व्यक्तिलाई पक्राउ गरेको हो र उनको नाम ठेगाना गोप्य राखिएको छ। अन्य व्यक्तिहरू पक्राउ पर्ने क्रम जारी रहेको स्रोतले जनाएको छ। त्यस दिन कसरी हत्या भयो त महाराजगञ्जका 2 प्रहरीको। असै मिलन राय त्यस दिन कार्यालयकै कामको सिलसिलामा बिहान न्युरो अस्पताल गएका थिए। काम सकेर उनी कार्यालय फर्किए। त्यतिन्जेलसम्म महाराजगञ्ज वृत्त वरपर ठूलो मात्रामा जेन्जी प्रदर्शनकारीको भिड जम्मा भइसकेको थियो। भिडलाई छिचोल्दै असै राय कार्यालय छिरे र ग्राउन्ड फ्लोरकै बाहिरतर्फको कुर्सीमा बसे। उग्र बनेका प्रदर्शनकारीले सरकारी तथा प्रहरीका भवनमा तोडफोड र आगजनी गर्न थाले। प्रहरी वृत्तको भवनलाई केन्द्रित गरी ढुङ्गाहरू बर्सिन थाले। काठमाडौँभरि प्रहरी नै असुरक्षित हुने अवस्था आइसकेपछि हिरासतमा रहेका थुनुवा छाड्दै आफू सुरक्षित हुन काठमाडौँ उपत्यका प्रहरी कार्यालयले सर्कुलर जारी गर्यो। प्रदर्शन चर्किएर प्रहरी केन्द्रित हुन थालेपछि महाराजगञ्ज वृत्तले पनि आफ्नो हिरासतमा रहेका थुनुवा छाड्यो। त्यतिन्जेलसम्म असै राय सुरक्षित थिए। सादा पोसाकमै रहेका रायलाई प्रदर्शनकारीले प्रहरी हो भनी चिन्न सकेको थिएन। जब उनले थुनुवालाई निस्कनका लागि गेट खोले तब उनी पनि प्रहरी भएको चाल पाएर बर्बरतापूर्वक लछार पछार गर्दै प्रदर्शनकारीहरूले अन्धाधुन्ध प्रहार गर्न थाले। हत्या गरिसक्दा पनि भिड रोकिएन। राय 2074 सालमा असैमा भर्ना भएका व्यक्ति हुन्। रामेछाप दरबन्दी भएका उनको घर सिन्धुली हो र रायसँगै महाराजगञ्ज वृत्तमा कार्यरत प्रहरी जवान उत्तम थापालाई पनि कुटी कुटी मारिएको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ। दार्चुला लेकम गाउँपालिका 3 गुमा खोलीका थापालाई गोली चलाउन आदेश दिने तै होइन भन्दै अमानवीय तरिकाले कुटपिट गर्दै हत्या गरियो। उनी विगत 9 वर्षदेखि प्रहरी सेवामा थिए। उनी घरको जेठो सन्तान हुन्। उनको भाइ करिब 7 महिना अघि मात्रै बितेको परिवारले प्रहरीलाई बताएका छन्। भिरबाट खसेर उनको भाइको मृत्यु भएको थियो। भाइको मृत्यु भएको 7 महिनापछि दाइको पनि विभत्स रूपमा हत्या भयो। यो हृदय विदारक दृश्यले अहिले पनि महाराजगञ्ज प्रहरी वृत्त क्षेत्र आतंकित छ।